माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचरा देवहरूका रगतले स्वतन्त्र र ज्ञान भूमि शान्ति भूमि तारै पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। सहकारी वित्तीय स्वतन्त्रता र लोकतन्त्र हो। यसको मूल मन्त्र हो। सामूहिक सामुदायिक साझा जीवन शैली हो। मिलिजुली उद्यममा उत्पादनको सहकार्य हो। थोपा थोपा मिलौ भन्ने अभियान हो। यसले खोजे जन जनलाई रोजगारी हो। हाम्रो यही सहकारी हो, सहकारी हो, सहकारी हो, सहकारी हो। नमस्कार, म शर्मिला बस्नेत थापा संस्थाको सञ्चालक समितिको सदस्य। यस कार्यक्रममा सभा अध्यक्ष प्रमुख अतिथिज्यू क्षेत्रीय साधारण सभाका प्रतिनिधिज्यू शेष सदस्य महानुभावहरू व्यवस्थापकज्यू कर्मचारीज्यूहरू लगायत सम्पूर्णमा संस्थाको 19औं वार्षिक साधारण सभाको कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। हामीले वर्षेनी आर्थिक वर्ष अन्त भएको 3 महिनाभित्र साधारण सभा सम्पन्न गरेका छौं र आज पनि हामी यो अनुकूल परिस्थितिमा पनि तोकेको समयमा नै कार्यक्रम गर्न गइरहेका छौं र हाम्रो यस कार्यक्रमलाई सभ्य तथा भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने अपेक्षा गर्दछु र पुनः एकपटक सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। नमस्कार। जय सहकारी। मुनि बसेर आर्थिक पारदर्शिता, आर्थिक व्यवस्थापन, आर्थिक चाहिँ चुस्ततालाई कायम गरेर हामी अझै पनि कार्यक्रम गर्न सफल भएकै छौँ भन्ने मलाई लाग्दछ र यसै अनुसार हामीले उक्त पुरस्कार प्राप्त गरेका हौँ। र प्रकाशनमा जाँदाखेरि हामी प्रत्येक वर्ष साधारण सभामा वार्षिक प्रगति लेखा परीक्षण प्रकाशन गर्दछौँ प्रतिवेदन। यो मैले यसै प्रतिवेदन मार्फत अहिले पढिरहेको छु। यो तपाईहरुले पनि प्राप्त गर्न सक्नुहुन्छ। यो हजुरकै लागि भनेर बनाएको हो। यो मैले जति प्रस्तुत गरेको छु यो सबै बुझ्नु भएन भने तपाईले घरमा गएर पनि यसलाई अध्ययन गर्न सक्नुहुन्छ। कुन शिक्षामा कसरी खर्च गरिएको छ, कसरी खर्चलाई व्यवस्थापन गरेको छ, कसरी ऋण लगानी गरेको छ, कसरी चाहिँ बचतहरू सङ्कलन गरिएको छ, के यस्ता कार्यक्रमहरू छ, वार्षिक रूपमा के कस्ता कार्यक्रमहरू भइरहेका छन् भन्ने विषयको चाहिँ सम्पूर्ण जानकारी चाहिँ यस प्रतिवेदनमा लेखिएको छ भन्ने कुरा पनि मैले जानकारी गराएँ। र हाम्रा शेष सदस्यहरूको लागि हामीले प्रत्येक वर्ष हाम्रो एकदमै सानो अवस्थामा थियौँ। हामीलाई चाहिँ आफ्नै क्यालेन्डर भयो हुन्थ्यो जस्तो लाग्दथ्यो हिजोको दिनमा। तपाईहरुलाई थाहा नै छ झन्डै 85,000 को कुल कारोबार र 25 जना महिलाहरू। हुन त समूहमा हामी थुप्रै महिला थियौँ
तर 25जना महिलाहरूको अग्रसत्तामा यो सहकारी संस्था जन्मिएको हो। हामीले आफ्नै घर आँगनबाट सुरु गर्यौँ। आफ्नै घर आँगन र आफ्नै घरको आलु अनि आफ्नै घरको चिउरा ल्याएर साधारण सभा पनि गरौँ। आज हामी आफ्नै भवन 21 आना जग्गामा बनेको यो सबै सुविधायुक्त भवनमा बसेर साधारण सभा गर्न लायकका भएका छौँ। महिला दिदीबहिनीहरूलाई विश्वास दिनुभएको छ यो समाजले, तपाईँ सबै शेर सदस्य महानुभावहरूले, र हामीले पनि हामीलाई दिनुभएको विश्वासलाई एउटा उच्च जिम्मेवारी सम्झेर र यो हाम्रो प्रमुख कर्तव्य हो भनेर हामीले चाहिँ यसलाई अगाडि बढाएका छौँ। मलाई एकदम खुसी पनि लागेको छ आज यहाँ साधारण सभा गर्न पाउँदाखेरि। र 18औं साधारण सभाको जानकारीमूलक सूचना, विजया दशमी, दीपावली र छठ पर्वको शुभकामना हामीले रेडियो पर्यावरणबाट प्रकाशित पनि गरेका थियौँ। र हाम्रो मैले अघि पनि भने हाम्रो सदस्यको मृत्यु हुँदाखेरि हामी उहाँहरूको दुःखमा समवेदना प्रकट गर्दै उहाँहरूको परिवारलाई सद्य खर्च भनेर 10,000 रुपियाँ हामीले प्रदान गर्दै आएका छौँ। एउटा सानो रकम हजुरको परिवारलाई सहयोग हुन्छ, कम्तीमा हजुरको परिवारलाई पनि लाग्छ मेरो फलाना मेरो आफन्त यो 47 नौधारा सहकारीमा बस्नु भएको यसरी सहकारीले सम्झिँदो रहेछ भन्ने पनि लाग्छ र हामीलाई पनि दुःख लागेको हुन्छ। त्यस अवस्थामा उहाँको घरमा जाँदा केही दिँदाखेरि हामीलाई पनि सहयोग गर्न पाएको जस्तो अनुभव हुन्छ। र आदरणीय सदस्य महानुभावहरू, मैले यहाँहरूलाई जसले यस सद्य खर्चमा पाउनुभएको थियो उहाँको नाम चाहिँ मैले पढिनँ, यो लामो छ, यो प्रतिवेदनमा उल्लेख छ। र हामीले खाता तथा अभिलेख व्यवस्थापन कसरी गरेका छौँ भन्ने कुरा पनि मैले यहाँहरूलाई जानकारी गराउँदछु। संस्थाले विगत 12 वर्षदेखि नै सहकारी बेस अध्यक्षज्यूलाई उहाँले संस्थाले यस आर्थिक वर्षभरि सम्पन्न गरेको संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेर जानुभयो। हामीमाझ हाम्रो विशेष अतिथिज्यू पनि उपस्थित भइसक्नु भएको छ। म उहाँलाई आसन ग्रहण गराउन चाहन्छु। 47 महादेव संरक्षण तथा सम्वर्धन सेवा सङ्घका अध्यक्ष श्री विनोद खड्काज्यूलाई आज नै यस संस्थाको 19औं वार्षिक साधारण सभाको विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्दछु। उहाँलाई खादा लगाएर स्वागत गरिदिनु हुनका लागि म सभाध्यक्षज्यूलाई अनुरोध गर्दछु। अब अघि अध्यक्षज्यूले भन्नुभयो जस्तै हाम्रो लेखा तथा सुपरिवेक्षण समितिले वर्षको 4 पटक आन्तरिक लेखा परीक्षण गर्छ र लेखा तथा सुपरिवेक्षण समितिको संयोजक श्री बिन्दु खड्काज्यूलाई आन्तरिक लेखा परीक्षण प्रस्तुत गरिदिनु हुनका लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद मेलिना बहिनीलाई। नमस्कार सबैजनालाई। श्री सन्तानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 19औं वार्षिक साधारण सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू लगायत संस्थाको सञ्चालक समिति, लेखा परिवेक्षण समिति, उपसमितिहरू र संस्थामा कार्यरत कर्मचारीहरू साथै यस संस्थाको 19औं वार्षिक साधारण सभालाई सभ्य, भव्य एवं गौरवमय रूपमा सम्पन्न गर्न हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका सम्पूर्ण शेर सदस्यहरूमा म लेखा तथा सुपरिवेक्षण समितिको संयोजक बिन्दु खड्काको तर्फबाट हार्दिक स्वागत तथा सहकारी अभिवादन व्यक्त गर्दछु। आदरणीय शेर सदस्यज्यूहरू, सहकारी संस्थाले सहकारीको सिद्धान्त, मूल्य, मान्यता अनुरूप गर्नुपर्ने कर्तव्य अनुसार प्रत्येक वर्ष झैँ यस वर्ष पनि समय परिस्थिति अनुकूल नहुँदा आधुनिक प्रविधिबाट सदस्यहरूलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछु। यस संस्थाले समुदायमा आधारित कार्यहरू गर्दै आफ्नो सदस्यहरूलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछु। गोदावरी नगरपालिकाको एक उत्कृष्ट नमुना सहकारी बनाउने हाम्रो प्रयास अझै जारी राखेको छ र यस एक दिन अवश्य सफल हुनेछ भन्ने कुरामा विश्वस्त छौँ। गत वर्ष चाहिँ यस वर्ष पनि लेखा तथा सुपरिवेक्षण समितिले 3 महिनामा
सदस्यले गर्नुभएको आर्थिक कारोबारको आम्दानी तथा खर्च विवरण, नगद चेक, कर्मचारीको खाता, हाजिरी चेक, सञ्चालक समितिले गर्नुभएको निर्णय, सोको कार्यान्वयनको अवस्था र बैङ्कको विवरण, ऋण लगानीको अवस्था हेरी सो सम्बन्धी सुझाव पेश गर्ने गरेको छ र आर्थिक वर्ष 2080-81 संस्थाले गरेका क्रियाकलापको आधारमा तयार पारेको प्रतिवेदन साधारण सभा समक्ष पेश गर्न चाहन्छु। यस आर्थिक वर्षमा संस्थाको वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरेका प्राय सबै कार्यहरू कार्यान्वयनमा ल्याएको पाइयो र गत वर्षको साधारण सभाका निर्णय कार्यान्वयनको अवस्था। यस संस्थाले 18औं वार्षिक साधारण सभा 2081 असोज 10 र 11 गते संस्थाको गोदावरी, गोदामचौर र बिसङ्खु सेवा केन्द्रमा क्षेत्रीय प्रविधि प्रतिनिधि छनौट सहितको क्षेत्रीय सभा सम्पन्न गरियो भने मिति 2081 असोज 12 गते शनिबार क्षेत्रीय प्रतिनिधि सहितको 18औं वार्षिक साधारण सभा सम्पन्न गरियो। साधारण सभाले गरेका निर्णयहरू पूर्ण रूपमा कार्यान्वयन भएको पाइयो। आर्थिक वर्ष 2080-81 मा समिति उपसमितिहरूको बैठक यस प्रकार रहेको छ। सञ्चालक समितिको बैठक 12 पटक बसेको र बैठकमा गरिएका निर्णयहरू कार्यान्वयन भएको पाइयो। लेखा सुपरिवेक्षण समितिको बैठक 4 पटक बसेको पाइयो। ऋण उपसमितिको बैठक 5 पटक बसी ऋण नीतिलाई आत्मसात गरी ऋण लगानी गरिएको पाइयो। शिक्षा समितिको बैठक 1 पटक बसेको पाइयो। ऋण लगानी तथा धितो सम्बन्धी व्यवस्था। शेयर सदस्यलाई संस्थाको ऋण नीतिमा व्यवस्था भए बमोजिमको प्रक्रिया अनुसार व्यक्तिगत धन जमानीमा अधिकतम 2 लाख र अधिकतम बचत धितो बापत आवधिक बचतको अधिकतम 90% अचल सम्पत्ति धितो राखी अधिकतम 1 करोडसम्म ऋण लगानी गरिएको छ भने 7 लाख भन्दा माथिको ऋण लगानीमा धितो दृष्टिबन्धक रोक्का गरी ऋण लगानी गरिएको पाइयो। 10 लाख भन्दा माथिको धितो ऋण लगानीमा संस्थामा सूचीकृत धितो मूल्याङ्कनकर्ताबाट धितो मूल्याङ्कन गरी ऋण लगानी गरिएको पाइयो। ऋण लगानीका लागि आवश्यक सिफारिस ऋण नीतिमा व्यवस्था भए बमोजिमको क्षेत्राधिकारभित्र रहेर व्यवस्थापकको सिफारिसमा ऋण लगानी ऋण उपसमितिले र ऋण उपसमितिको सिफारिसमा सञ्चालक समितिबाट निर्णय तथा निर्णयको अनुमोदन गरेको देखिन्छ। ऋण प्रकृति हेरी सोही दिनदेखि बढीमा 7 दिनभित्रमा ऋण लगानी भएको देखिन्छ। शिक्षा तालिम सम्बन्धी व्यवस्था। 18औं वार्षिक साधारण सभाबाट पारित कार्य योजना अनुसारको सहकारी शिक्षा स्वास्थ्य शिविर दिवसहरू आयोजना गर्नुको साथै सिपमूलक तालिमको आयोजना गरी सदस्यहरूको सहभागितामा सम्पन्न भएको पाइयो। कर्मचारी प्रशासन। कर्मचारी नीतिमा रही कर्मचारी थप